मोमोको लागि लास्टै नै मिठो अचार कसरी बनाउने भनेर हेरौँ है त। एउटा प्यान तताएर त्यसमा हामीले 2 चम्चा सेतो तिल, 2 चम्चा सिलाम, अलिकति टिमुर, 2 चम्चा बदाम अनि अलिकति सुकेको खुर्सानी राखिदिन्छौँ। यसको पोर्सनिङमा चाहिँ हजुरहरूले एकदमै ध्यान दिनुपर्छ हैन। किन भन्दाखेरि हजुरहरूले धेरै हाल्नु भयो भने पनि यो कस्तो अमन्न बनाइदिन्छ अचारले। अनि द्याट्स व्हेन आई फिगर्ड आउट यसको पोर्सन पनि इट्स भेरी इम्पोर्टेन्ट। त्यसलाई मजाले ड्राई रोस्ट गरेर हामीले त्यसलाई साइडमा राखिदिन्छौँ। अनि त्यही सेम प्यानमा तेल तताएर चाहिँ मैले त्यसमा रातो प्याज, लदुवा, असुन, खुर्सानीलाई चाहिँ मसिनो पारेर काटेको थिएँ त्यसलाई राखिदिन्छु। त्यसलाई हल्का मात्रै क्यारामलाइज भइसकेपछि चाहिँ हामीले त्यसमा मसिनो पारेको टमाटर राखिदिन्छौँ। त्यसमा अहिले नै स्वाद अनुसार नुन राखिदिनु होला। नुनले चाहिँ त्यसलाई गलाउन हेल्प गर्छ अनि एकदमै छिटो पाक्छ। त्यसलाई अब हामीले मजाले मिक्स गरेर चाहिँ त्यसलाई छोपेर पकाउँछौँ। त्यसलाई छोपेपछि चाहिँ त्यसबाट पानी रिलिज हुन्छ हैन। अनि त्यसलाई अब नछोपिकन हामीले मजाले फ्राई गर्छौँ। त्यसको पानी सुक्छ अनि हामीले त्यसलाई अझै एकछिन चाहिँ मजाले फ्राई गर्नुपर्छ। फ्राई भइसकेपछि त्यसमा अलिकति पानी राखेर चाहिँ त्यसलाई फेरि हामी छोपेर नै पकाउँछौँ। हल्का ग्रेभी कन्सिस्टेन्सीको भएपछि चाहिँ इट्स रेडी। यसलाई चाहिँ हजुरहरूले कम्प्लिटली कुल डाउन हुनलाई छोड्नु होला हैन। अनि ब्लेन्डर लिएर सुरुमा त्यो नट्सहरूलाई ग्राइन्ड गर्नुहोस्। अनि त्यो टमाटरको प्युरे राखिदिनु होला। अनि हेर्नु धनिया नराखिकन ब्लेन्ड गर्दै रहेछु हैन। यसो फ्रिजहरूको त धनिया नै रहेन रहेछ। म राइस पुगेर धनिया लिएर आएँ कि। अनि थोरै लेमन जुस पनि राखिदिनु होला। अनि मजाले ब्लेन्ड गरिसकेपछि त हाम्रो मोमोको अचार इज रेडी। दिस इज लाइक द इजिएस्ट रेसिपी हैन। एकदमै मिठो हुन्छ। हजुरहरूले पनि ट्राई गर्नै पर्छ। थ्याङ्क यू फर वाचिङ।